दक्षिणा इज ब्लेसिङ मनी उता तल झन् यस्तो तल किन्न अगाडि हो तल मैले अलिकति अन्त लगाऊ न बस छोडी सिधा बस्छ त अलिकति कस्तो नबस्छ त कोही बेला कस्तो हुन्छ उताको पो हान्न त रोज दाजुले टिका लगाइदिने भएको थियो त्यतिखेर ल टिका लगाइदिनु सिरामलाई कस्तो गर्नु सकेर यता फर्केर डक्टर बन्नुपर्छ ल दिदीसँगै नमस्ते भिडियो पनि आउँदैछ आशीर्वाद देऊ न यसरी पापालाई अनि पापाले धेरै पैसा कमाउनुहुन्छ कस्तो हाँस्नु भयो भएन लाइसी पाएर त ठुलो 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 हुनु न दिदीहरूलाई पाल्ने हुनु आशीर्वाद छ धन्यवाद साँच्चै ढोग्नै पर्छ ठुल्ठुलो हुनु चिताको कुरा होस् म त काम बनोस् छिटै छिटै बुहारी भत्काउँ होइन है भाइलाई चाहिने मलाई दिन आफ्नो तले आफै लगाइदिनुहोस् ए आफूले लाउनु पर्छ लगाइदिनु नि लगाइदिउँ न त हामी पनि
गर्दैन मैले भनेको होइन यसरी हुन्छ मैले यो होइन मम्मीको मेरो ककसको के हो दिदीको ग्यालेरी भनिसके लिएर आउँछु ल टिका लाउन त्यसले गर्नु हुँदैन सीताले दसैँ आज दसैँ हरिदाईको घरमा है सेलरोटी खान्छ आज छुट्टी त ठिक गरिदियो हेर्नु न आज ठ्याक्कै हाम्रो एक साथ छुट्टी पाउँछ नि त हिजो एउटा बहिनी ल्यायो आज मलाई ल्यायो क्या ठिक राम्रो भयो त आज ठिक्क आउँछ नि बोलमा हामीलाई हेलो हेलो दिदी बहिनी जुम्लिया जुम्लिया Happy दसैँ खाइ भाइ खाइ रोटी खाएको भाइ सेलरोटी हो नि त 10 सबै खाइदियो ल सबै खाइसक्नु ल आएन दाँतमै आएन त्यो मिलेन मुखमा मिलेन दसैँ अन्त होइन भाइ दसैँमा खानुपर्छ विङ्स पनि खाने कि भेटो बल्ल ठाउँ भेट्यो अब चाहिँ दसैँको रोटी खाएछ है यहाँ चाहिँ ठुलो खाएको छ बस सानो